मलाई सुन पहिलादेखि नै एकदम पहेँलो लाग्ने कि कस्तो पहेँलो मलाई त सुहाउँदैन होला। लु एउटा नायिकालाई सुन पहेँलो लाग्नु र अर्को नायिका जसरी नि एकलट नुहाएर सुत्नु। मलाई सुत्नु भन्दा अगाडि नुहाउनै पर्छ। नुहाउने जसरी भयो भने चिसो पानी भयो नि जस्तो भयो नि एभ्री डे। अचम्म नमान्नुहोस्, राजेश दाइलाई समेत नछोड्ने टिकटक फनी कमेन्टर्सहरूले उहाँ दिदीहरूलाई छोड्ने कुरै भएन हैन त गाइस। कसम कमेन्ट्सहरू यस्तो क्रेजी र फनी छ कि उहाँहरू आफैले त्यो पढ्यो भने हाँसो रोकिने छैन। सो व्हाट्सअप गाइस, ती क्रेजी कमेन्ट्सहरू पढ्ने नै छौं र सँगै अरु टिकटकको भाइरल नमुनाहरूको भिडियोको पनि फनी एन्ड हिलेरियस कमेन्ट्स पढ्नेवाला छौं। भिडियो बब्बाल रमाइलो हुनेवाला छ। सो गेट रेडी, लेट्स स्टार्ट द भिडियो। ल गाइस, तपाईहरुलाई चाहिँ सुन कस्तो लाग्छ त? यता म्याडमको कुरा सुनौं पहिला अनि फनी कमेन्ट्स पढ्ने है त। मलाई सुन पहिलादेखि नै एकदम पहेँलो लाग्ने कि पहेँलो मलाई त सुहाउँदैन होला जस्तो लाग्थ्यो। म तपाईहरुले नि याद गर्नु होला, कहिले पनि कुनै पनि इभेन्टमा ढकमक सुन लाएर म कहिले आउँदिन। मसँग खासै सुन पनि छैन, बिहामा अलिअलि जोडेको हो जुन मामु बाबाले सासु आमाले र मामुले दिनुभएको त्यो छ। त्यो एउटा पुर्खौली सम्पत्ति जस्तो मेरो रूपमा छ। तर म एकदम सुनमा इन्ट्रेस्टेड मान्छे चाहिँ होइन। मलाई बरु डायमन्ड चाहिँ मनपर्छ। डायमन्ड धेरै लाउँछु, सुनमा खासै इन्ट्रेस्ट छ। तो चलिए शुरू करते हैं। डायमन्ड पाए सुन कसलाई मन पर्ला र? एकदम पहेँलो लाग्ने कि सुन अब हरियो कलरको बनाइदे सरकार। प्रियङ्कालाई सुन पहेँलो लाग्यो। मलाई पनि धेरै पहेँलो भएर मन नपरेर किनेको छैन। चिल गाइज, डायमन्ड मन पर्छ तर हिरा मन पर्दैन काकीलाई। युके युएस यताउति धेरै गयो तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि। सुन लाएर म कहिले आउँदिन। मसँग खासै सुन पनि छैन। आफूसँग नभएको कुरा मन पराउन पनि हुन्न। मलाई सुन पहिलादेखि नै एकदम पहेँलो लाग्ने कि मलाई चाहिँ सुन सेतो लाग्छ किनकि मसँग लसुन मात्रै छ। म्याडमलाई त आयो आयो, यता लग्जरियस कार र सरलाई पनि आएको हिलेरियस कमेन्ट्स मिस गर्नु भएन है गाइज। वेट फर इट, एकछिनमा आउने छु। ओ माई गॉड, यता फेरि फ्यामिली प्लानिङ गर्दा चाहिने सामानहरू बोल्दै गरेको भिडियो हेर्नुस् अनि फनी कमेन्ट्स पढ्ने। बार योजनको साधनहरू। नमस्कार, म कन्डम र यङ्गलबाट बचाउँछु। नमस्कार, म पिल्सु 1 महिना काम गर्छु। नमस्कार, म डिपो 3 महिना काम गर्छु। नमस्कार, म इम्प्लान्ट 5 वर्ष काम गर्छु। नमस्कार, म आइसिडी 12 वर्ष काम गर्छु। नमस्कार, म पुरुष वन्ध्याकरण यो थाई वन्ध्याकरण। नमस्कार, म महिला वन्ध्याकरण थाई वन्ध्याकरण। ओके, कमेन्ट्स पढौँ है त। नमस्कार, म गर्भवती बनाउँछु। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। म कन्डम लिन मेडिकल गएको, थुक्क मेरो बुद्धि यहाँ पो रहेछ। नमस्कार, म इम्प्लान्ट 5 वर्ष काम गर्छु। नमस्कार, म दिलीप लौडे। नमस्कार, म धेरै गरिब छु र मसित खानालाई पैसा छैन। नमस्कार, म कन्डम फुटेर जन्मेको हुँ। देखा आपने लापरवाही का नतीजा। नमस्कार, म ठुलो सुई लाउँछु। नमस्कार, म पिल्सु 1 महिना काम गर्छु। नमस्कार, म डिपो 3 महिना काम गर्छु। नमस्कार, म बेरोजगार, म यस्तै यस्तै भिडियो हेर्छु। बाई बाई। होइन, यसलाई फ्यासन भन्ने कि डिप्रेसन? यो भिडियो हेर्नुस् त्यसपछि फन्नी कमेन्ट्सको मजा लिम्ला। लाउनु आजकलको फेसन देखेर म त छक्क पर्यो। छक्क मात्र होइन, अहिले हेर्नु त खुट्टामा पो घडी लगाएको छ। अब यो घडी कसरी हेर्छ होला है? यो टाइम हेर्नु पर्यो भने कसरी चाहिँ हेर्छ होला? हेर्नु न ल, के जमाना आयो नि आजकल। अचम्म हो। ओके, कमेन्ट्स पढौँ है त। डिप्रेसन। कति बज्यो भनेर सोध्नु न, थाहा भइहाल्छ नि। समयले खुट्टा टेकिसकेछ। खुट्टामा पो घडी लगाएको छ। अब यो घडी कसरी हेर्छ होला है? खुट्टा उचालेर। धनी मान्छेलाई जता लगाए नि हुन्छ दिदी। समयसँग चल्नु भनेको यही हो के दिदी? यता पहिला आनाजीको कुरा पनि सुन्दिम अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त। मलाई सुत्नु भन्दा अगाडि नुहाउनै पर्छ। नुहाउने जसरी भयो भने चिसो पानी भयो नि जस्तो भयो नि एभ्री डे आना शर्मालाई सुत्नु भन्दा अगाडि नुहाउनै पर्छ। मलाई चाहिँ अलिकति सफा, किन होल डे को त्यो एनर्जी हुन्छ नि त, क्लिन गरेर मलाई चाहिँ त्यो नुहाएपछि कस्तो त्यो एनर्जी पनि क्लेन्ज हुन्छ जस्तो लाग्छ कि मलाई। अनि म त्यो सुत्नु भन्दा अगाडि चाहिँ मलाई एकदमै रिफ्रेस, त्यो नो दिनभरिको सबै त्यो एनर्जी निकालेर मलाई सुत्न मन लाग्छ होइन। अल्सो इट्स अबाउट क्लिननेस एन्ड हाइजिन। तो चलिए शुरू करते हैं। चिरपट कता छ? यता छ। उस्तै रहेछ, मलाई पनि सुत्नु भन्दा अगाडि मुत्नै पर्छ।
मलाई पनि आची गरेपछि पानीले धुनै पर्छ मलाई जसरी पनि त्यो चिज सफा चाहिन्छ Cleanliness and hygiene. मेरो जस्तै बानी रहेछ है किन होल डे को त्यो एनर्जी हुन्छ नि त होल डे को इनर्जी हुँदैन फोहोर मैला हुन्छ म ननुहाएको 4 दिन भयो त्यही त कमेन्ट पुरै गनाइरहेको छ हाम्रो त पानीको बिल धेरै आउँछ आमाले भन्नु भएको मलाई चाहिँ अलिकति सफा त्यो नुहाएपछि कस्तो त्यो एनर्जी पनि क्लेन्स हुन्छ जस्तो लाग्छ कि संसारमा सबैभन्दा सफा मान्छे देखियो आज यस्तो पो हुँदो रहेछ भयो त मेकअपको पावर भनेको यही त होला पहिला यो जादु हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला Happy married life. ओके कमेन्ट्स पढौँ है त पहिलो बिहे हो कि दोस्रो बिहे होला रिप्लाई हेर्नु 8औं बिहे यो भिडियो बेहुलासम्म पुर्याएर केटोको उद्धार गर्न सहयोग गर्नु होला धन्यवाद हो यस्तै हुन्छ भनेर बिहे नगरी बसेको म आइफोन 17 को बक्समा किप्याड मोबाइल पार्लर पनि बन्द गर्दै बालेन सरकार यो त दुली खेल भनेर टुडी खेल देखाइहाले नि लु हाम्रो नेपाली कलाकारको यस्तो लग्जरियस कारको चर्चा हुँदै गरेको भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने यो कुन हो यो मार्सनीको गाडी नयाँ गाडी के कम्पनी हो महिन्द्रा BE6 नयाँ गाडी हो प्रियङ्काजीको अबे साले BE6 महिन्द्राको कस्तो राम्रो लुक्स रहेछ बात त सही है हजुर बाई बाई गुड नाइट कति हो यो गाडी लिनु भएको कति भयो 2 महिना 2 महिना हो वाउ राम्रो रहेछ एकदम राम्रो लुक्स थ्याङ्क यू बाई गुड नाइट तो चलिए शुरू करते हैं महिन्द्राको कार लग्जरी कहिलेदेखि हुन लाग्यो रिप्लाई हेर्नु न जोसँग साइकल नहोला उसले गाडीको लग्जरियसनेसको कुरा गर्छ फेरि गजब बेइज्जती ड्राइभर चाहिँ एक्टिभ मान्छे राखेको रहेछ खुसी लाग्यो साले तू यो पैसाले गोल्ड किने हुन्थ्यो त गाडी किन्छौ अनि कताबाट हुन्छ त 180 तोला गोल्ड पहेँलो लाग्ने कि BE6 महिन्द्राको कस्तो राम्रो लुक्स रहेछ गाइज द्याट्स नट लग्जरी कार इट्स चिपेस्ट चाइनिज इभी महिन्द्रा चाइनिज फ्रम भियतनामिज बालेन अफ्रिकन अब अनुहार राम्रो भएर के गर्नु यस्तो पारा भएपछि देख्न मन लाग्छ कि नाइ रे भिडियो हेरौँ अनि कमेन्ट्स पढौँला ओके कमेन्ट्स पढौँ है त सिरुपाते बुनु आकाश र धरती एक बित्ता मात्रै टाढा रहेछ नि त्यति साह्रो नच्याप्नु है कान्छी नानीको सास रोकिएला नि फेरि देख्न मन लाउँदा पनि केही देखिएन त अरु केही होइन यसरी पिसाब फेर्छु भनेर देखाएको हो के मोरीले मेरी बासैको हाम्रो चम्सुरी दिदीको अहिलेको नेपाली सिआइडी मन नपराउने त को होला र सो दिदीले सल्लाह सुझाव मागेको भिडियो हेरौँ अनि दिदीलाई आएको सल्लाह सुझावको कमेन्ट्स पढ्ने है त म पलप्रसाद अङ्कोलको नमस्कार जय सिआइडीले माया गरेर तपाईँ सबैले एकदमै धेरै कमेन्ट गर्नुहुन्छ खुसी लाग्छ त्यही कमेन्ट हेरेर के गर्दा हुन्छ कसो गर्दा हुन्छ राम्रो बनाउने कोसिस गरिरहेछौँ हाम्रो टिमले अझ यस्तो भएन उस्तो भएन भन्दा पनि तपाईँले यस्तो गर्नुहोस् उस्तो गर्नुहोस् भनेर सल्लाह सुझाव दिनुभयो भने अझ हामीलाई सजिलो हुन्थ्यो भर्खर सुरु गरिरहेछौँ भर्खर बामे सरिरहेछौँ अहिले नै सबै त राम्रो गरेर देखाउन हामी सकिरहेको छैनौँ त्यस कारणले गर्दा यो भएन त्यो भएन भन्दा पनि यसो गर्दा हुन्छ कि यसो गर्नुहोस् भनेर हजुरले सल्लाह सुझाव दिनुहोस् त्यही अनुसार हामी अगाडि बढ्नेछौँ तो चलिए शुरू करते हैं होइन माया चाहिँ कसले गरिरहेछ भने
मलाई सिआइडी एकदम मन पर्छ दिदी अझै अगाडि बढेर यसलाई सकेसम्म छिटो बन्द गरिदिनु होला मलाई लास्टको रोल दिनु न म राम्री छु सपोर्टिङ रिपोर्टिङ तपाईको स्क्रिप्ट नै च्याट जीपीटीबाट ल्याए जस्तो लाग्छ भर्खर सुरु गरिरहेछौँ भर्खर बामे सरिरहेछौँ अनेस्टली भन्नुपर्दा एक्टिङ चाहिँ राम्रो लाग्छ है मलाई डेड बडीको गाइज मान्छेमा यतिको कन्फिडेन्स हुनै पर्छ यो दिदीको डान्स हेर्नुस् अनि फन्नी कमेन्ट्स पढौँला ओके कमेन्ट्स पढौँ है त मै रहेछु केही नजान्ने यो संसारमा यस्तो डान्स गर्न भन्दा त केही नजानेको राम्रो सानोमा ढक खेलेको याद आयो नाच्दा नाच्दै पोखरीमा जाला है मान्छेहरू त्यसरी बाटोमा पेलेर नहिँडे नि हुने लौ न समातेर फाल्देऊ न हो कसैले पोखरीमा यो इन्टरनेसनल कपलको बिहे हुँदै गरेको भिडियो हेरौँ अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त ये सब क्या देखना पड़ रहा है तो चलिए शुरू करते हैं सहने शक्ति प्रदान गरून् पावर अफ मनी पुरै राष्ट्र बैंक भित्राएका रहेछन् सुतेको बेला च्यापिएर ज्यान गए गल्ती कसको काठको बेड फलामको बेड घरको ठुलो छोरा घर भन्दा ठुलो छोरा ओके गाइज कस्तो लाग्यो त आजको भिडियो कमेन्ट गर्नु होला र भिडियोलाई लाइक गर्न नबिर्सिनु होला अनि सबसे एपिक एन्ड फन्नी कमेन्ट्स कुन थियो त कमेन्ट डाउन बिलो द्याट्स इट फर टुडे गाइज अर्को भिडियोमा फेरि भेट्ने नै छौं टिल देन टेक केयर ह्याभ फन थ्यांक यू बाइ